बैतेश्वर गाउँपालिका वडा नम्बर 7 ले आयोजना गरेको धान दिवस तथा पेठी कार्यक्रममा तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छौं र हामी विशेष गरी दोलखा जिल्लाकै सबैभन्दा धान उत्पादन हुने क्षेत्र हो यो। त्यसकारणले पकेट क्षेत्र घोषणा गर्नको निमित्त हामी अहिले यहाँ बैतेश्वर गाउँपालिकाले आयोजना गरेको पेठी कार्यक्रममा छौं र प्रत्यक्ष रूपमा तपाईहरुलाई एकछिन यो भिडियो मार्फत देखाउन चाहन्छौं। तपाईहरु जहाँ हुनुहुन्छ किसान सकारात्मक कमेन्टको लागि पनि अपेक्षा गर्न चाहन्छु, सल्लाह सुझावको लागि अपेक्षा गर्न चाहन्छु। अधिकांश गाउँका मान्छेहरु जम्मा भएर यतिखेर हामीले चाहिँ पेठी कार्यक्रम 28औं धान दिवस मनाइरहेका छौं र सकारात्मक कमेन्ट सकारात्मक सल्लाह सुझावको लागि अपेक्षा गर्न चाहन्छु। अधिकांश मान्छेहरु यतिखेर हामी जम्मा भएर बैतेश्वर गाउँपालिका वडा नम्बर 7 तार बेसीमा सहभागी भएका छौं। तपाईहरु देख्न सक्नुहुनेछ। अब एकछिनपछि हामी असारे गीत प्रतियोगिता पनि राखेका छौं। हामीले त्यो प्रतिस्पर्धा हुन्छ। त्यसैगरी अनि हाम्रो यहाँ भाइ बहिनीहरु पनि रमाइरहेका मान्छेहरु भर्खर सुरुवात भएको छ। हाम्रो किसानलाई माया गर्ने खेतीलाई माया गर्ने मान्छेहरुले शेयर गरिदिनु होला, सहयोग गरिदिनु होला भन्न पनि चाहन्छौं। आज हामीसँग 8-9 हल गोरु छन्। त्यसैगरी हामीले पञ्चेबाजाका साथमा पेठी कार्यक्रम मनाइरहेका छौं। हिलो छाप्ने कार्यक्रम पनि भइरहेको छ। सबै साथीहरुले किसान खेती कृषिलाई माया गर्ने साथीहरुले शेयर गर्नु होला र यो विभिन्न कमेन्टहरु आउँछन्। यो लगानी भन्दा बढी चाहिँ घाटा हुने पेशा व्यवसाय भन्ने जस्तो तरिकाले कुराहरु छन्। हामीले रमाइलोका लागि गरेको चीज पनि हो र यो एउटा इतिहास सम्झिनको लागि पनि हामीले गरेको हो। हामीले असारे गीत अब प्रतियोगिता एकछिनपछि प्रस्तुत गर्नेछौं। त्यसैगरी अहिले पञ्चेबाजाको धुनमा धान रोप्ने कार्यक्रम भइरहेको छ। हामीले अब लगभग हाम्रो चरीकोटबाट र हाम्रो कालिका मालीको विद्यार्थी आउँदाखेरि हामी 300-400 मान्छे उपस्थितिको बीचमा खेतीपाती गरिरहेका छौं। यसलाई प्रमोट गर्नलाई खेतीलाई प्रमोट गर्नको लागि के गर्नुपर्छ रचनात्मक सल्लाह सुझावको लागि अपेक्षा गर्दछौं र हाम्रो केही कमी कमजोरी भए तपाईले गाली हैन सकारात्मक तरिकाले चाहिँ कमेन्ट गरेर सल्लाह सुझाव गरिदिनु होला भन्न पनि दिनका लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छौं। बरो लाइभ आइरहेको छ।